नमस्ते साथीहरू। आज चाहिँ म पहिलोचोटि भ्लग बनाउने कोसिस गरिरहेको छु। भ्लग पनि खै के गर्नु र मलाई त खासै भ्लग बनाउन त आउने होइन, तर भए पनि आज चाहिँ आलु चप बनाइ खान मन लागेको थियो अनि त्यही भएर भिडियो चाहिँ बनाउन मन लागेर बनाएको हो। भ्लग नै त भन्न मिल्दैन किनभने मलाई भ्लग बनाउनलाई त्यति आइडिया छैन नि त। अनि मैले चाहिँ भदैनीलाई आलु चप बनाइ खाउँ है आज। आलु धोएर उसिन भने अनि उसलाई बनिसके पछाडि उसले चाहिँ आलु धोएर उसिन्न तयारी गर्दैछ अनि उसले चाहिँ आलु पनि उसिन्दैछ भनौँ न। अनि फाइनली आलु पाकी पनि सक्यो अनि आलु पाकेपछि मैले चाहिँ मसला पिस्नतिर लागेँ। मसलामा चाहिँ जिराको धुलो अनि धनियाँको धुलो चाहिने भएकोले मैले जिरा र धनियाँ पिस्नतिर लागेँ। अनि भदैनीलाई चाहिँ आलु तासै भनेर आलु तास्न लगाएँ। उसले आलु पनि तासिसक्यो र मैले चाहिँ भदैनीलाई प्याज पनि केलाएँ। अब तेरो काम यो हो भनेर म चाहिँ खोर्सानी टिप्नतिर लागेँ। अनि म चाहिँ खोर्सानी टिपेँ। खोर्सानी चाहिँ अलिक मसिनो हुन्छ, हाम्रोमा सेतो खालको यस्तो खालको छ, तर पनि पिरो हुन्छ। अनि खोर्सानी ल्याइसकेपछि म चाहिँ काट्न थालेँ खोर्सानी। अनि खोर्सानी चट पारेर काटेँ। त्यस पछाडि खोर्सानी काटिसकेपछि चाहिँ मैले प्याज पनि काट्न थालेँ। प्याजलाई पनि मसिनो काट्नुपर्ने हो, तर यो मसिनो भएन, अलिक ठुल्ठुलै भयो है। अनि प्याज काटिसके पछाडि चाहिँ मैले आलुलाई पनि मुस्नुपर्ने हुन्छ नि त। अनि आलु मुस्न थालेँ। अनि आलुलाई मुसिसकेपछि चाहिँ यहाँनिर मसलाहरू हाल्नुपर्छ नि त। प्याजहरू, त्यो काटेको खोर्सानी, जिराको धुलो, खोर्सानीको धुलोहरू पनि मैले सबै हालेँ, धनियाँको धुलोहरू। अनि त्यही भएर तिनीहरू सबलाई मिक्स गरेर मैले मोलेँ। अनि त्यस पछाडि चाहिँ आलु चप बनाएको, तर त्यसो सोचे जस्तो राम्रो त भएन है, प्याज अलिक धेरै भयो नि, त्यही भएर। त्यस पछाडि भदैनीलाई चाहिँ मैदा र उयो बेसन घोल्न लगाएँ मिसाएर। अनि त्यसमा थोरै कलर पनि लगाउन लगाएँ। कलर चाहिँ अलिक धेरै भयो है। अनि बेसार पनि लगाएँ अनि पानी हालेर घोल्न लगाउँदाखेरि चाहिँ कस्तो कलर चाहिँ भिडियोमा रातो देखेको है, तर रियलमा चाहिँ यति रातो थिएन कलर चाहिँ, भिडियोमा चाहिँ धेरै रातो देखियो है। अनि त्यही भएर तपाईँहरूले चाहिँ कति रातो कलर खाएको भन्नुहुन्छ होला नि। अनि त्यस पछाडि यो कलरहरू घोलिसके पछाडि त्यसमा अब डुबाउनुपर्छ नि त आलु चपलाई। अनि डुबाएर तेलमा फ्राई गर्नुपर्छ। तेल पनि बाक्लो भएर होला, राम्रो हुँदैन नि त यो तेल बाक्लो, खासै राम्रो हुँदैन क्या पातलो तेल जस्तो। अनि र हामीले चाहिँ यसरी आलु चप बनायौँ आफ्नै पारामा होइन। त्यस्तो धेरै राम्रो त भएन र भए पनि खाँदा चाहिँ स्वादिष्ट नै भयो। यो हामीले बनाइसकेपछि हामी घरमा 4 जना थियौँ नि त। अनि बाबा मम्मी म र भदैनी उसको छुट्टीमा आएको थियो घरमा। अनि त्यही भएर 4 जनाको भाग भइसकेको। यो कालो चाहिँ के हो भन्नुहुन्छ भने यो चाहिँ लेकमा पाउने झ्याउ हो। झ्याउ चिन्नुहुन्छ होला धेरैजनाले है, मिठो हुन्छ।